Also guys, welcome back to my new vlog. हाम्रो हजुरहरू स्वागत हुन्छ। अहिले चाहिँ टक्क पारेर हामी आज चाहिँ प्लोटिङ घुम्न आइदिएको। प्लोटिङमा पनि धान रोपिसकेको छ। तपाईहरुलाई मैले हिजो भनिरहेको थिएँ, तर आज देखाउन लागेको। अहिले हेर्दैन होला यस्तो छ प्लोटिङमा बाख्रा चरोहरू छ उता चाहिँ, अनि अहिले चाहिँ हामी साइडतिर त्यहाँ टक्क पाराले अनि त गाइस अहिले चाहिँ हामी प्लोटिङमा उता चाहिँ इट्टाबाट छ, ठिक्कको छ, टाढो देखेको होला। तर अहिले चाहिँ हामी यस्तो भएर घुमेर जाने। अनि गाइस यता चाहिँ इट्टाबाट पुग्छ हैन, यस्तो भएर गयो अरे यता यस्तो घुमेर जाने। हामी डाबरी, हामी कहाँ जाने? डाबरी टक्क पारेर चल्दिने। अनि मान्छे को रहेछ अगाडि उभिरहेको। अलि चाहिँ यस्तो धान बनाइसकेको छ, हेर्दैन होला। हरियो वहाँ छ पानी ट्याङ्की बाटो जाने हो। अनि अरू त के भन्नु, अब अरू त के भन्नु होइन। धानको सिजन आइसकेको छ, फेरि उखु फल्दैछ। हेर्नु होला उता बास छेउतिर उखु फल्दैछ। योहरू सबै ठेकामा लिएर धान रोपेको हो। यो मान्छे ठेकावाला हेर्न आएको खेत प्लोटिङमा नि अब घर बनाउँछु भनेको, घर बनाउँछ भनेको हामीले सोचेको थियो। लास्टमा खेत भयो अनि कुन चाहिँ हो त्यो पुच्चिभ्याएर भलिबलको कोर्ट पनि थियो पहिला। यहीँ खेल्थ्यो बेलुका सधैँ भलिबल। अहिले चाहिँ भलिबलै खेल्नु छोडिसकेको छ। यता धोती चराउँथ्यो अनि तिनीहरू खेल्थ्यो। टक्क पारेर हामी पनि खेल्थ्यौँ अहिले। अहिले त छैन, त धेरै दिनपछि भएर आएको फ्लोटिङ पनि हो। धान धेरै दिनपछि आयो गाइस फ्लोटिङ पनि। अनि यता चाहिँ खयर छ जस्तो छ हो टक्क पाराले। अहिले चाहिँ यता हेर्नुहोस् मान्छेहरू छ गाइस, टक्क पाराले हिँड्दैछु। अहिले चाहिँ हामी यता जाँदैन। को मान्छे रहेछ मलाई हेरिरहेको थियो। कतार जाउँ हौ, यतार जाउँ कि यतार जाउँ? बिचै जाउँ आज त, मतलबै छैन जता पुग्यो। अब के भन्नु अरू त के भन्नु आउँदैन। यो यस्तो बोलिदिन्छ। ओह हात गल्छ गाइस, हात गल्छक्यो। राम्रो भएछ हो अहिले त। यो हरियो देखेर चारैपट्टि यार, चारैपट्टि हरियो देखिरहेछ। उहीँ थियो अगाडि थियो, यही पानी ट्याङ्की यता अगाडि थियो। त्यहाँ पहिला एउटा कोर्ट थियो, यता गाउँ थियो के भन्छ अरे, त्यतिको बच्चाहरू खेल्नु आउँथ्यो। अनि हामी पनि कहिले खेलिदिन्थ्यो टक्क पाराले। वाह बाख्रा चरुवा त्यो बहिनीहरू आएको रहेछ टक्क पारेर। अनि त्यहाँ बाख्रा छ, यता मान्छेहरू पाराहरू हेर्न आएको रहेछ। खेत मकै रोपेको रहेछ कृपया। अन्त अहिले चाहिँ यो अहिले स्कुल त गाछिसकेको छ। गाइस टक्क पाराले यतिको हामी उता गएर भेटौँला गाइस। अनि टक्क पाराले हामी नजिक पनि पुगिसकेको छ, हेर्दैन होला। अरू के हेर्नु मन छ। अन्त मान्छेहरू खेतमा काम गरेर छ होइन, मान्छेहरू खेतमा काम गरेर। यता चाहिँ भोगटिन जाने बाटो हो, टक्क पाराले भोगटिन जाने बाटो यता। अनि यता चाहिँ हाम्रो डाबरी गाउँ। अनि यता मान्टोलतिर मान्टोलतिर जानुपर्छ। अनि यता
यता बाटो चाहिँ माटोल पुग्ने, यता बाटो चाहिँ डाँडचोक सिधै। अनि चाहिँ अब यस्तो भएर होइन यता यति भ्लगिङ गरेर अनि घरतिर चलिदिनु पऱ्यो, गइरहनु फ्री फायर खेल्ने हो। धान आदि रोपेछ, आदि नै रोपेछैन हौ, कुन खालके हो टेक्नोलोजी। बकुला त यहीँको रहेछ, माछा खाँदै होला, माछा होला, उहाँ गएर बस्यो। ए बकुला नि सबै गरिदियो। टक्कमा धान पनि ठुलो ठुलो भइसकेछ यार। पानी ट्याङ्की पनि आइसक्यो। पानी नपर्दाखेरि त पानी ट्याङ्कीहरू पानी पठाइहाल्छ, मस्तको बन्छ योहरू अब त दामहरू। अहिले पहिला बोल खेल्ने ठाउँ चाहिँ उहाँ हो, अहिले त त्यहाँ पोल पनि छैन, त्यहाँ पोल पनि छैन अब त्यहाँ त। पहिला हामी यहीँ बस्थ्यो, अहिले हामी फेरि त्यहीँ जाने अनि धेरै दिनपछि। अनि यता चाहिँ एलइडी छुली अहिले देख्यो, अहिले किनकि टाढो भएर क्यामेराले देखेको थिएन नि त। अनि यस्तो चाहिँ पहिल्यै देखाएको हो गाइस। पानी निक्लियो रहेछ, कसले खोलेको रहेछ हल्का। मान्छेहरू भिन्डी बजार भिन्डी उदो गर्दैछ, कपाल मसेहरूले यता पानी रहेछ। कपडाले पानी उठिरहेछ। अनि मान्छेहरू यो हाम्रो छुट्टै स्टाइल हो, फ्री स्टाइल। यो मान्छेले सोचिरहेको थिएँ साथी गाइस के बोलेको भन्दा हाम्रो यहाँ छुट्टै स्टाइल हो होइन। अनि टक्काहरू गाउँको मान्छेहरू छ, टक्क पाराले बुलेट पड्काएको छ, बुलेट। ओ बाबा किन आओ घर कितना दूर है? बोटकिन ये नहीं कर रहा है पलट। हाँ तंग दूर है ना हो दूर। अहिले कहाँ गएको? कहाँ गएको? नेपाली बुझ्छ? नेपाली बुझ्दैन? ओ नेपाली बुझ्दैन अरे। कहाँ हो घर? छोरा हेर्दा न फ्लोटिङ गाइस। अनि एउटा बच्चा भेटिसकेको रहेछ, भोटिनी यही हो, धेरै नजिकै छ। कतापट्टि जाने भोटिनी? कहाँ जाने हो तिमी? भुटकुनी त अनि भुटकिनी कता जाने? भुटकिनीको बाटो चाहिँ यो भुटकिनी, यो सिधा देखाइदिन्छु अहिले म, ल। यता चाहिँ इटाबाट गाइस। अनि कुन चाहिँ बच्चा भेटेछ अनि यता चाहिँ अब यस्तो छ, टक्क पारेर अनि यो पुच्चालाई चाहिँ उयासँग पुगाइदिउँ ल। बाटो बिर्सेको हो रास्ता भुल गेलै यिनीकार देखे त ह्यान्डसम छु ह्यान्डसम। धान रोपिसकेछ गाइस, धान रोप्ले बौका छियो तू। यहीं से जो किन गाड़ी पुगते जो यहीं से जो पूछते जो हम जाए भी घर, हम गरे चल भी लगाए स्टक पुचेल अनि त्यहाँ पुगिसकेको छ। अहिले चाहिँ हामी हिँडिसकेको छ डाबरी बजारतिर होइन त। ऊ यता हेर्नु टक्कबारले अब अगाडिबाट चाहिँ को मान्छेहरू आइसकेको छ। अनि आफू चाहिँ हिँड्नु पऱ्यो यतिकै लोकल पारामा। अनि मान्छेहरू चाहिँ धान रोप्दै रहेछ उहाँ टाढो, क्यामेराले नदेख्नु रहेछ। अनि मान्छेहरू छ हिँडिरहेको। अनि त टक्क पाराले यो बस्ने ठाउँमा आइसकेको छ गाइस, टक्क पाराले होइन। यो बस्ने ठाउँ टक्क पाराले आइसकेको छ। टक्क पारेर होइन बस्ने ठाउँमा आइसकेको छ गाइस। यता हेरिदिनु होला फ्लोटिङ कस्तो राम्रो देखिरहेको। यही ठाउँमा आएर हामी पहिला सधैँ बस्थ्यौँ कि। यता बोल खेल्नु जान्थ्यौँ नि त हामी, यता केन्झरी यता हामी बोल खेल्नु जान्थ्यौँ उहाँ अगाडि फ्लोटिङमा। अहिले धान रोकेर
ऊ यता गएको छ के भोटकिनी को भोटकिनी गएको रास्ता पता छ खोइ उहीँबाट गएको बासबाट दौड न जो जो दौड दौड जो ढक्क पाराले त्यो बहिनीले त्यो बच्चा कता गयो भनेर सोधिरहेको थियो अनि मैले चाहिँ भोटकिनी गयो भनिदिएको होइन भोटकिनी म हल्का के होला नाम आचर राम्चाले अनि उहाँ पानी ट्याङ्क दिएको होला उहाँ हेर्नु होला ट्र्याक्टरवाला को आइसकेको छ गाइज चिन्छ क्या हो भनेर त ढाटुको रहेछ होइन चिन्नु त चिन्छ मैले त्यो चिन्छ चिन्दैन थाहा छैन टक्क पारेर होइन ट्र्याक्टर गर्नुभयो एकचोटि गएको होला पर अहिले म चाहिँ टक्क पारेर ल्याए भएर यसरी उभिएर अब घर जानुपर्ने अब यसरी टक्क पारेर ए अनि हाम्रो गाउँको दाइ नल चाहिँ टक्क पाराले घर जानुपर्छ म होइन ए लगाएछु म चाहिँ अहिले चाहिँ घरतिर चल्दिरहेको छु होइन अहिले चाहिँ को छ फ्लोटिङको मान्छेहरू हामी फ्लोटिङबाट जाउँ कि ड्राइभरहरू जाउँ भयो म होइन दाइहरूले देखेर लाज लाग्यो मलाई होइन अनि हेर्दैन होला पानी ट्याङ्की पानी झरेर चाहिँ त्यहाँ आएर अहिले चाहिँ मकै त हो टक्क पाएर अहिले चाहिँ घर चल्दिरहेको छु होइन घरतिर चल्दिन्छु डाबरीबाट नजाउँ यही बाटो जाउँ होला किनकि लाज लाग्यो नि अनि मान्छेहरू हिँड्दैछ मलाई थाहा थियो चिन्ने मान्छेहरू हुन्छ चिन्छ तिनीहरूले टक्क पाराले ओए यहाँ चाहिँ करेन्ट उठ्दा फाल्ने रहेछ झिर गर्छ सुन्यो नि हो झिर गरेर चाहिँ टक्क पाराले यही बाटो जानुपर्ने हुन्छ घर अन्त ल गाइस अहिले चाहिँ हामी यता पुगिसकेको छ गाइस घर जाने बाटोतिर पानी ट्याङ्कीभन्दा हामी अगाडि नै हल्का जियो भने सबैले धानै रोपिरहेछ तर चारैपट्टि जताएर धान त्यतै अनि मकै चाहिँ यता बिचमा अलिअलि रोपिरहेछ खोइ क्यामेरै मधुर आइरहेछ यार गाइस क्यामेरा पुसेर देखाइदिउँ ल सो गाइस भइसक्यो क्यारे होइन अहिले चाहिँ क्यामेरा राम्रो आयो क्यारे अनि हो टक्कबाट उदाएर घाम डुबिरहेछ होइन त घाम डुबिरहेछ नि अहिले चाहिँ यता टक्क पाराले घरतिर ए यहीँ थियो पहिला यही ठाउँमा थियो अनि चाहिँ भलिबल खेल्थ्यो यही ठाउँमा ठ्याक्कै अलि यस्तो हो चिरेछ त हो अनि अब चाहिँ घरतिर लाग्नु पऱ्यो अनि घरतिर गएर गेमसेम खेलिदिउँ ल होइन त गेमसेम खेलिदिउँ आफूलाई पनि ज्याउ लागिसक्यो यार अनि भोलि चाहिँ स्कुल छ स्कुल जानुपर्छ गाइस होइन त बज्यो मादल अनि अगाडि चाहिँ गाउँको मान्छेहरू चाहिँ हुनुहुन्छ अनि हामी चाहिँ पछाडि हुनुहुन्छ अन्त अब घरतिर जाने कसको बाख्रा होला बाख्रा नआउँछ अब रात परिसक्यो यहाँ त वो बाफ्रे आली बनाइसकेछ गाइस यार हाम्रो थाहै भएन आली बनाइसक्यो आली कत्रो ठुलो बनायो हो आली बनाइसक्यो यार थाहै थिएन त्यत्रो भयो फ्लोटिङ नआएको पनि होइन कहीँ झलक टाइम पासको लागि मात्र आउँछु फ्लोटिङ घुम्नु यस्तो ब्लग बनाउन अन्त अनि गाइस अब के भन्नु म घरतिर चल्दैछु यता इटाभाटातिर अस्ति
भ्लग गर्न गएको थिएँ हेऱ्यो होला भ्लग हेर्नु पनि पर्छ भ्लग माया देखाइदिनुपर्छ अन्त सपोर्ट दिनुपर्छ अरूलाई नि पुगिसकेको छ अहिले अब बाटोमै टक्क पारेर अहिले चाहिँ घर जाँदै हो गाइस भन्नु नजान्दै हो गाइस अब यति न भ्लग हाम्रो चाहिँ अब यहाँभन्दा माथि हुँदैन अब गाइस नेक्स्ट भ्लगमा भेट्नुपर्छ गाइस अब नेक्स्ट भ्लगको लागि भोलि कुर्नुपर्छ अनि बाई बाई गाइस